हाम्रा थुप्रै पुँजीका अभावले अहिले धेरै प्रोजेक्टहरू चाहिँ झन्डै 56वटा आयोजनाहरू आइपिओको पर्खाइमा छन्। झन्डै 23 महिनादेखि 23 महिनाभन्दा पनि लामो समयदेखि 26 अरबभन्दा बढीका प्रोजेक्टहरू यदि साँच्चै नै त्यो समयमा आइदिएन भने यो लक्ष्य पूरा हुन नसक्ने छ। त्यसकारणले गर्दा माननीय अर्थमन्त्रीज्यूलाई पनि यसमा अलिकति ध्यान दिनुपर्छ कि भन्ने मलाई लाग्छ। र अर्को कुरा, हामीलाई यति केही कुराहरू राम्रा आए तापनि, जतिसुकै राम्रा आए तापनि यो ऊर्जा क्षेत्र अब अगाडि नबढ्ने हो कि भन्ने खालको एउटा आएको छ। यसमा एउटा त खपतको आधारमा पिपिए गर्दै जाने भनिसकेपछि अब नेपालमा कति खपत हो, हामी त 1500 मेगावाट उत्पादन गरेर लोड सेडिङ मुक्त देश हो कि भन्ने खालकोमा लागिरहेछ। किनभने अहिले हेर्दाखेरि थुप्रै इन्डस्ट्रीहरूले बिजुली पाएन भनेर भनिरहेछ र हामीसँग बिजुली बढी भइसकेको छ पनि भनिरहेका छौँ हामी। र अर्को कुरा, आरओआर प्रोजेक्ट, रन अफ द रिभर प्रोजेक्टहरूलाई टेक एन्ड पेमा पिपिए गर्ने भनिसकेपछि आजको डेटा हेर्दाखेरि र नेपाल सरकारको उद्देश्य हेर्दाखेरि फरक खालको हो कि भन्ने लाग्छ।